नेपालको संविधान 2072ले नेपाललाई बहुभाषिक राष्ट्रको रूपमा स्वीकार गर्यो र सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दियो। यो संघीय लोकतान्त्रिक गणतन्त्रको ठूलो उपलब्धि हो। एक भाषा नीतिका पक्षधरलाई यो उपलब्धि पटक्कै मन परेको छैन। अहिले संविधान संशोधन सरकारको प्राथमिकतामा रहेको छ। यो संविधान कुनै राजा महाराजाले बक्सिस दिएको होइन, नेपाली जनताले रगतसँग साटेको हो। त्यसैले संशोधन गर्दा अग्रगामी सोचका साथ गर्नुपर्छ। यो सरकारको संघीयतामाथिको प्रतिबद्धता बारे अझै नेपाली जनता विश्वस्त बन्न सकिरहेका छैनन्। संविधान संशोधन अनिवार्य छ, तर त्यो प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्ने उद्देश्यका साथ हुनुपर्छ। संघीयता कमजोर पार्ने गरी गरिने संशोधन किमार्थ स्वीकार्य हुने छैन। संघीयता कमजोर हुनु भनेको आन्तरिक राष्ट्रियता कमजोर हुनु हो। आन्तरिक राष्ट्रियता कमजोर हुनु भनेको देश पुनः अशान्त हुनु हो। देश अशान्त हुनु भनेको समृद्धिको यात्रा अवरुद्ध हुनु हो। त्यसैले संविधान संशोधन संख्याको बलमा भन्दा राष्ट्रिय सहमतिको आधारमा गर्न सरकार र सम्बन्धित राजनीतिक दलहरू जिम्मेवार हुनुपर्दछ।